नमस्ते विद्यार्थी साथीभाइ बहिनीहरू, हाम्रो युट्युब च्यानल लाइफलाइट एजुकेसनमा यहाँहरूलाई स्वागत छ। आजको भिडियोमा हामी एसईई मा सोधिने क्वेशन नम्बर 2 मा ब्याजबाट क्वेशन हुन्छ हैन। क्वेशन के छ, रु 12,000 रकम 10% प्रति वर्षका दरले एक वर्षका लागि एउटा बैंकमा जम्मा गरियो। 12,000 रुपैयाँ एक जनाले हैन, 12,000 रुपैयाँ 10% को दरले एउटा बैंकमा जम्मा गरेको छ र एक ए नम्बरमा के मागेको छ, अर्धवार्षिक चक्रीय मिश्रधन पत्ता लगाउने सूत्र लेख्नुहोस्। बी नम्बरमा मागेको छ, उक्त रकमको एक वर्षमा अर्धवार्षिक चक्रीय ब्याज कति हुन्छ। सी नम्बरमा के छ, उक्त प्राप्त ब्याजबाट रु 41 का दरले कति कापी किन्न सकिन्छ। क्वेशन हामी सम्झिसकेको छैन। अब यो क्वेशनको कम्प्लिट सोलुसन हामीसँग छ। यो सोलुसनलाई स्टेप बाइ स्टेप सम्झिनु होला हैन। सम्झनको लागि भिडियो अन्त्यसम्म हेर्नु होला। पहिला गिभन के दिएको छ, सा भाग पी। पी भनेको प्रिन्सिपल कति छ, रु 12,000। ब्याज दरलाई आर ले डिनोट गरेछ, कति छ 10% पर एनम। समय कति दिएको छ, 1 वर्ष। अब ए नम्बरमा के मागेको छ, अर्धवार्षिक चक्रीय मिश्रधन पत्ता लगाउने सूत्र लेख्नुहोस्। ल, अर्धवार्षिक चक्रीय मिश्रधन CA कंपाउंड अमाउंट बराबर के हुन्छ, P इंटू 1 प्लस R बाई 200 को होल पावर 2T। ल, यहाँ P छ प्रिन्सिपल अमाउंट हुन्छ, अनि R भनेको रेट, अनि T ले टाइमलाई जनाउँछ। अब बी नम्बरमा के माग्छ, उक्त रकमको एक वर्षमा अर्धवार्षिक चक्रीय ब्याज कति हुन्छ। अर्धवार्षिक रूपमा यदि अर्धवार्षिक रूपमा ब्याज गणना गर्छौं भने फर्मुला के हुन्छ हाम्रो, CI कंपाउंड इंट्रेस्ट बराबर P इंटू 1 प्लस R बाई 200 को पावर 2T माइनस 1। ल, P कति दिएको छ 12,000, अनि प्लस 1 प्लस R कति दिएको छ 10% बाई 200, ब्रैकेट क्लोज गर्ने, अनि 2 इंटू T कति छ 1 इक्वल टू 12,000 ब्रैकेट। अब यसलाई के गरौँ, 200 इंटू 1 कति 200, अनि 200 मा 10 जोडा कति हुन्छ 210, 210 बाई 200 पावर 2 माइनस 1 इक्वल टू 12,000 इंटू ब्रैकेट। ल, 210 मा 200 ले डिभाइड दो। अब 210 मा 2 ले डिभाइड दो, अनि पावर गरौ, यो क्याल्कुलेटरमा गर्न सकिन्छ, अनि माइनस 1 इक्वल टू 12,000 इंटू 1.1025 मा 1 हटाउँदा कति हुन्छ 0.1025 इक्वल टू रु। अब 12,000 मा 0.1025 ले मल्टिप्लाई गर्दा कति हुन्छ रु 1230। अब यदि ब्याज अर्धवार्षिक रूपमा गणना गर्दाखेरि कति आउँछ हाम्रो, एक वर्षमा 1230। अब लास्टमा लेख्नु, तसर्थ उक्त रकमको एक वर्षमा हुने अर्धवार्षिक चक्रीय ब्याज रु 1230 हुन्छ। अब सी नम्बरमा के मागेको छ, उक्त प्राप्त ब्याज दरबाट रु 41 का दरले कति कापी किन्न सकिन्छ। अब एउटा कापीलाई कति 41 रुपैयाँ पर्छ भने यही 1230 मा कतिवटा कापी किन्न सकिन्छ त लेख्नु। पहिला गिभन टिपो के दिन्छ, एउटा कापीको मूल्य 41, चाहिएको कापीलाई, अब हे चाहिएको कापीलाई जति रकम दिएको छ त्यो रकम हैन, प्रति दर लेखे गर्ने डिभाइड गर्ने। रकम कति छ 1230, दर कति हो 41। 1230 मा 41 ले डिभाइड कति हुन्छ 30, क्याल्कुलेटरमा दिन गर्ने आइहाल्छ। अब हेरौ 41 का दरले कति कपी किन्न सकिन्छ 30 वटा। र लास्टमा लेख्ने उत्तरमा, तसर्थ प्राप्त ब्याज दरबाट रु 41 का दरले 30 वटा कापी किन्न सकिन्छ। ल, यो कम्प्लिट सोलुसन छ यो क्वेशनको, जुन 2 नम्बरमा धेरै इम्पोर्टेन्ट छ। आउट नै हुन्छ कि 100% मा मानौ 90% क्वेशन यस्तै प्रकारको आउँछ। धन्यवाद। यदि तपाईहरु नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब र शेयर गरिदिनु होला। धन्यवाद।